जहिले पनि साग 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 भन्नुहुन्छ, आफूलाई फेरि साग साह्रै मनपर्ने। आज म यो तोरीको सागलाई यसरी बनाएर हामीहरू खान्छौँ। तपाईँहरूले खानुभएको छ कि छैन? यो आजभोलिको सिजनमा तोरीको साग तितो हुन्छ। यो फुल्न पनि लागिसकेको छ। मैले अघि फुल देखाएँ। यसलाई मैले अर्को भाँडामा तातो पानी उमाल्नलाई राखेँ। त्यसमा मैले सागलाई हालेर हाफ बोइल गर्छु। अनि यसलाई निकालेर यसमा भएको सबै पानीलाई निचोरेर अनि मैले यसलाई म निकाल्छु साथीहरू। निकालेर यसमा भएको सबै पानी निचोरेर अनि अर्को भाँडामा मैले तेल तताउनलाई राखेँ। त्यसमा थोरै जिरा अनि लसुनलाई काटेर फुराएँ। अनि सबै पानी निचोरिसकेपछि मैले अब यसलाई मजाले नुन र खुर्सानी मोल्ने मिक्स हुने गरेर अनि मोलिसकेपछि त्यो तातेको तेलमा हालेर यसलाई मजाले चलाउने अनि पकाउने। एकदमै मिठो हुन्छ है साथी। यसरी पकायो भने आफूलाई फेरि सधैँ साग मनपर्ने अनि मेरो श्रीमानलाई साग नमनपर्ने, जहिले नि साग साग भन्नुहुन्छ। खानलाई साह्रै स्वादिलो। यो पाकेर तयार भइसक्यो। तपाईँहरूले पनि यसरी बनाएर खानुहोला है त। बाई बाई। लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला।